आज हामी एउटा यस्तो कथाको बारेमा कुरा गर्दैछौं जुन निकै मार्मिक छ। यो कथा हो हरीश राणा र उनको परिवारको, जसले आशा, प्रेम र अन्ततः एउटा असम्भव निर्णयको 13 वर्ष लामो यात्रा गरे। साँच्चै यो कथाले हामीलाई जीवन, मृत्यु र त्यो दुईको बीचमा रहेको जटिल ठाउँबारे सोच्न लगाउँछ। ल, अब यस कथामा गहिरेर लागौं। कुनै पनि दुःखद कथाको सुरुवात हेर्ने हो भने त्यो प्राय आशा र सपनाहरूले नै भरिएको हुन्छ, होइन र? हरीश राणाको कथा पनि ठिक त्यस्तै थियो। ल, सन् 2010 को कुरा गरौँ। हरीश भर्खर 18 वर्षका एकदमै प्रतिभाशाली विद्यार्थी, +2 सकेर उनको अगाडि त पुरै जिन्दगी थियो। सपना थियो इन्जिनियर बन्ने, अनि त्यसका लागि उनी चण्डीगढको एउटा नाम चलेको विश्वविद्यालयमा पढ्दै पनि थिए। सोच्नुहोस् त, एउटा सामान्य मध्यमवर्गीय परिवारको लागि यो कति ठूलो गर्वको कुरा होला। अनि पढाइ मात्रै होइन, हरीशलाई सङ्गीतमा पनि उस्तै लगाव थियो। सानोतिनो कार्यक्रमहरूमा गाउने बजाउने गर्थे, आफ्नो कलालाई माझ्दै थिए। सबै कुरा एकदमै राम्रो चलिरहेको थियो, उनको जीवनको लय मिलेको थियो। तर 20 अगस्त 2013, त्यो एक दिन, त्यो एक क्षणले सबै कुरा बदलियो। रक्षाबन्धनको दिन थियो। उनी आफ्नो होस्टेलको 4थो तलाको बार्दलीबाट खसे र गम्भीर घाइते भए। अस्पतालमा डाक्टरहरूले जे भने त्यो सुन्दा परिवारको होस नै उड्यो। हरीश भेजिटेटिभ स्टेटमा पुगिसकेका थिए। अब यो भनेको के हो त? एकदमै सरल भाषामा भन्दा उनको दिमाग र शरीरको कनेक्सन नै टुटेको थियो। उनी जीवित त थिए, तर आफ्नै शरीरभित्र एक कैदी जस्तै। अब सुरु हुन्छ यो कथाको दोस्रो र सायद सबैभन्दा कठिन अध्याय। यो परिवारको 13 वर्ष लामो अथक सङ्घर्षको कथा हो। 13 वर्ष, सोच्नुहोस् त एकचोटि, 13 वर्ष घरमै दिनरात 24 घण्टा एउटा गम्भीर बिरामीको स्याहार गर्नु, त्यो कस्तो हुन्छ होला? उनका आमाबुवाले छोरालाई जीवित राख्नको लागि डाक्टरले गर्ने जस्ता जटिल कामहरू आफैले सिक्नु पर्यो। घाँटीमा प्वाल पारेर सास फेराउने, पेटमा पाइपबाट सिधै खाना खुवाउने। उनीहरूको घर त भनौँ न एउटा सानो अस्पताल नै बनेको थियो। अनि यो सङ्घर्षको असर हरेक पाटोमा थियो, शारीरिक रूपमा, भावनात्मक रूपमा अनि आर्थिक रूपमा त झन्। उनीहरूको सबै जम्मा पुँजी सकियो, अनि अन्तमा खर्च जुटाउनको लागि दिल्लीमा भएको आफ्नो घर पनि बेच्नु पर्यो। प्रेम र आफ्नो छोराप्रतिको प्रतिबद्धताका लागि उनीहरूले आफ्नो सबथोक दाउमा लगाए। 13 वर्ष अथक प्रयास। तर अब परिवार एउटा यस्तो दोबाटोमा आइपुग्यो जहाँ उनीहरूले महसुस गरे, अब हामी सक्दैनौँ। उनीहरूको मनको कुरा यस्तै थियो, हामीले जे गर्न सक्थ्यौँ सबै गर्यौँ, तर अब ऊ पनि पीडामा छ, हाम्रो जीवन पनि नर्क जस्तै भएको छ। उसलाई यो दुःखबाट छुटकारा दिनु नै ठिक हो। यो भनाइले नै उनीहरूको अवस्था, उनीहरूको थकान, सबै कुरा बताउँछ। उनीहरू चाहन्थे आफ्नो छोराको पीडा अब अन्त्य होस्। अनि अन्ततः उनीहरूले त्यो कदम चाले जुन सायद कुनै आमा बुवाले सोच्न पनि सक्दैनन्। उनीहरू अदालत गए, आफ्नो छोराको जीवन रक्षक प्रणाली हटाउने अनुमति माग्न। र यहीबाट सुरु भयो उनीहरूको कानुनी लडाईँ। अब यो कथा एउटा परिवारको व्यक्तिगत दुःख मात्र रहेन, यो त एउटा राष्ट्रिय कानुनी र नैतिक बहस बन्यो। प्रश्न के थियो भने, के कसैलाई सम्मानका साथ मर्ने अधिकार छ? अनि छ भने त्यो अधिकारको सीमा कहाँसम्म हो? यी प्रश्नहरूले भारतको पुरै कानुनी प्रणालीलाई नै हल्लाइदियो। तर यो कानुनी बाटो सजिलो थिएन। सुरुमा त दिल्ली उच्च अदालतले उनीहरूको निवेदनै खारेज गरिदियो, भन्यो यो त जीवनको अधिकार विरुद्ध छ। तर परिवारले हार मानेन। उनीहरू यो मुद्दा लिएर सर्वोच्च अदालत पुगे। उनीहरूको तर्क के थियो भने, जीवनको अधिकारको मतलब सम्मानका साथ बाँच्ने अधिकार हो, र जब त्यो सम्भव छैन तब सम्मानका साथ मर्ने अधिकार पनि हुनुपर्छ। महिनौसम्म बहस चल्यो र अन्तमा सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला सुनायो। तर यहाँ एउटा कुरा स्पष्ट हुनु जरुरी छ, जुन एकदमै महत्त्वपूर्ण छ। अदालतले एक्टिभ युथेनेसियाको अनुमति दिएको थिएन। मतलब कुनै सुई दिएर वा अरू केही गरेर ज्यान लिने अनुमति, त्यो त भारतमा गैरकानुनी छ। उनीहरूले दिएको अनुमति प्यासिभ युथेनेसियाको थियो। यसको मतलब जीवनलाई कृत्रिम रूपमा तन्काइरहेका मसिनहरू, उपचारहरू, ती सबै हटाउने र प्रकृतिलाई आफ्नो काम गर्न दिने। यो सानो भिन्नताले भारतीय कानुनमा ठूलो अर्थ राख्छ। सर्वोच्च अदालतको फैसला साँच्चै एउटा कोसीढुङ्गा थियो।
अदालतले के भन्यो भने हरिशको अवस्था अब कहिले निको हुन सक्दैन र उनी साँच्चै पीडामा छन्। संविधानले दिएको जीवनको अधिकार भनेको पीडामा बाँच्नु होइन, बरु सम्मानका साथ बाँच्नु हो, र जब सम्मानका साथ बाँच्न सम्भव छैन तब सम्मानका साथ मर्ने अधिकार लागू हुन्छ। अनि अब यो कथाको सबैभन्दा अन्तिम र सबैभन्दा भावुक अध्याय, हरिशको सम्मानजनक विदाई। अदालतको आदेश आयो। हरिशलाई उनको घरबाट दिल्लीको एम्स अस्पताल लग्यो। सोच्नुस् त, 13 वर्षमा पहिलो पटक उनी त्यो कोठाबाट बाहिर निस्केका थिए। अस्पतालमा डाक्टरहरूको निगरानीमा ती सबै मसिनहरू जसले उनको जीवनलाई कृत्रिम रूपमा बचाइराखेका थिए, ती सबैलाई एक एक गर्दै हटाउने प्रक्रिया सुरु भयो। यो प्रक्रिया एकदमै होशियारीका साथ एक एक कदम गरेर अघि बढाइयो। पहिले अनावश्यक औषधिहरू बन्द गरियो। त्यसपछि पाइपबाट दिइने खाना रोकियो। सास फेर्न मद्दत गर्ने भेन्टिलेटर पनि हटाइयो। अनि अन्तमा पानी पनि बन्द गरियो। चालिएको हरेक कदमले जीवन र मृत्यु बीचको त्यो कृत्रिम पर्खाललाई बिस्तारै भत्काइरहेको थियो। यो कथाको सबैभन्दा दुःखद विडम्बना सायद यही हो। जुन आमाबुवाले आफ्नो छोराको एक एक सासको लागि 13 वर्षसम्म लडे, आखिरमा उनीहरूले नै डाक्टरहरूलाई उसलाई शान्तिपूर्वक मर्न मद्दत गरेको हेर्नु पर्यो। हरिश राणाको केस भारतमा कानूनी रूपमा प्यासिभ युथनेसिया लागू गरिएको पहिलो घटना बन्यो। तर यसले एउटा कानूनी अध्याय मात्रै बन्द गरेन, बरु यसले देशभरि एउटा ठूलो र जरुरी बहस सुरु गरायो। चिकित्साको नैतिकता, बिरामीको अधिकार र यस्तो अवस्थामा परिवारको भूमिका के हुने भन्ने बारेमा। र अन्तमा हरिश राणाको कथाले हामी सबैलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्याएर जान्छ। जब आजको मेडिकल साइन्सले कसैको जीवनलाई मसिनको भरमा अनिश्चितकालसम्म लम्ब्याउन सक्छ, तब त्यो जीवन कहिले अन्त्य हुनुपर्छ भनेर निर्णय गर्ने अधिकार कसलाई हुन्छ? जब प्रविधिले सासलाई तन्काउन सक्छ तर चेतना फर्काउन सक्दैन, तब जीवन अन्त्य गर्ने निर्णय कसले, कहिले र कसरी गर्ने? यो एउटा यस्तो प्रश्न हो जसको सजिलो जवाफ सायद कसैसँग छैन। तर यो एउटा यस्तो प्रश्न हो जसको सामना हामी सबैले, हाम्रो समाजले गर्नै पर्छ।